हेलो वेलकम फेरि पनि सानो ब्लग बन्न गइरहेको छु हजुरले हेर्न सक्नुहुन्छ। यो त कन्या के भन्छ यो कन्या मिन हो अगाडि त्यो पछाडि हरकटे बजार भयो यो कन्या मिन हो। यहाँदेखि उता लागेपछि कन्या यहाँदेखि उता है हजुर यो कन्या मिनमा चाहिँ स्काई वक छ क्या सिसाको पुल। हजुर सुनेको थिएँ स्काई वक छ भने आज त केही भ्यू देखिँदैन रहेछ नि ड्याममै कुहिरो लागेर कन्याको मौसम त नि एकैछिन हो यो 5 मिनटमा अहिले पानी पर्छ 5 मिनटमा घाम चिरक्क लाग्छ। ए हजुर हेर्नु गाइस यस्तो मौसम छ यहाँको मौसमको भरै छैन। अब उसै कुहिरो लागेर केही नदेखिने भएछ गाइस यस्तो शीतल चाहिँ शीतल छ। यो के सिसाको झन्डा भएको ए उयो सानो छ त्यस्तो ठुलो छैन सानो छोडो रहेछ नि स्काई अप्सन हेर्नु ए म त लामो पो होला भनेको त सिसाको ब्रिज लामो होला होइन त्यहाँ चाहिँ भन्न त यहाँ निकै प्रोजेक्ट रहेछ। यहाँदेखि कन्यानदेखि अन्त पनि त उयो हाल्ने भन्दै रहेछ नि त होइन। अनि 4 केवल कार अनि 4 करोड कति आएको पनि सुनेको थिएँ त मैले बजेट त पहिला स्काई वकको लागि त टुरिस्ट एरिया हो। यहाँ बन्दा चाहिँ खेर जाँदैन त्यही त है टुरिस्टहरू धेरै बाहिर विदेशी टुरिस्टहरू ज्यादा आउँछ क्या यहाँनिर। हजुर किनकि बुढामा चाहिँ पर्छ नि त तपाईँको पशुपति नगर फाटक हजुर अनि वेस्ट बङ्गाल र एसकेको गाडी पाउँछ क्या सिक्किमको त्यता। ए हजुर सिक्किमको गाडी यता छिर्नु दिन्छ र दिँदैन होला नि के चाहिँ हो सिक्किमको गाडी यता छिर्नु दिन्छ ए त्यो त पशुपतिबाट काट्छ नि त यिनीहरूले। होइन हामी पोरुकै पर अलिक तल आउँदाखेरि त्यहाँ अनि पशुपतिबाट फर्कायो त हामी त मिरिक गयौँ त अनि त्यसको लागि प्रक्रिया दुईटा गाडी लिएर आएको थियौँ उता होइन त पर्मिट चाहियो नाम्चीबाट आएको थियौँ अनि एनएससी पेपर जारी गर्नु पर्यो। अनि अब अर्को गाडीमा भने जानु पाउँछ त्यो गाडी लिएर जानु पाउँदैन भन्यो।